हेलो एन्ड नमस्ते सबैजनालाई। आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ। बुटुलमा चाहिँ गर्मी लाग्यो भनेको, तर आजबाट चाहिँ यस्तो चिसो भएको थियो कि आज छुट्टी भयो भने मेरो भाइको चाहिँ ट्युसन थियो। सो म अहिले चाहिँ भाइलाई ट्युसन छोड्न जाँदैछु। अनि अब मेरो भाइ चाहिँ एकदम खुसी थियो कि आज छुट्टी भनेर घर बस्ने चल्ने खेल्ने गर्न पाइन्छ भने एकदम खुसी थियो। तर उसको चाहिँ ट्युसन थियो नि त, अनि रिसाएर थियो। उसको भिडियो चाहिँ स्कुल अगाडि गराइदियो, एकदम रिसाउँछ कि साथीहरू। अनि यो चाहिँ मेरो भाइ पढ्ने स्कुल तिनीहरू स्कुल हो। अनि ट्युसन थियो कि 1 घन्टाको आज बाबुहरूको। अनि यहाँ हेर्ने, अब त्यहाँबाट बाबु गएको देखिन्छ यो क्लासमा गयो बाबु। अनि अब घर आएर खाना पकाउँछु भनेको त फेरि मम्मीले चिया नै नखानु भएछ। फेरि चिया तताएर मम्मीलाई दिएँ, खाना पकाउँदै थिएँ। फेरि यस्तो टाइम हेर्छु भनेको बाबुले लिन जाने बेला भइसकेको छ। फेरि गएको, फेरि टाइम भएर हुन्छ छुट्टीको। सो अनि त्यहाँ अरू गार्जेन पनि हुनुहुन्थ्यो। ठ्याक्क बाबा आयो कि फेरि मिसहरूले ठ्याक्क छोरी लिएर आउनु थियो। ऊ चाहिँ आज एकदम खुसी थियो कि अब छुट्टी छ नि त आज, अब छुट्टी भएपछि घर खेल्न बस्नु पाइन्छ। त्यही भएर उहाँ फ्री नै थियो बाटोमा।